Hello to everybody. Views on Horizon Nepal, episode number 4. आज हामी नेपालको राजनैतिक पार्टीहरूको निर्वाचनमा भाग लिन किन अनिवार्य छ भन्ने कुरा गर्दैछौँ र नेपालीहरू प्रजातान्त्रिक गणतन्त्र समाजवादी संरचनामा देशको प्रगति अगाडि बढाइरहेका थिए। यस क्रममा युवाहरूले सुशासन र सामाजिक सञ्जालको बन्देज हटाउन गरेको आन्दोलनले देशलाई नाटकीय परिवर्तन गर्यो। युवाहरू भन्छन् कि यो आन्दोलन हाइज्याक गरियो। यसपछि र नयाँ सरकार गठन भयो, प्रतिनिधि सभा विघटन गरियो र नयाँ सरकार बनेको छ। अहिले यसको म्यान्डेट भनेको 6 महिनामा निर्वाचन गराउने हो। यसले प्रक्रिया सुरु गरेको छ र निर्वाचन आयोगमा पार्टीहरू दर्ता भइसकेका छन्। समानुपातिक निर्वाचनका लागि पार्टीहरूले नाम दर्ता गरिसके र त्यसमा 93वटा पार्टीहरूको लागि समानुपातिक उम्मेदवारको निर्वाचन चिन्ह पनि दिएको छ। त्यो काम यही मङ्सिर 26मा प्रदान गरिसकिएको छ। नेपालको सरकार परिवर्तनमा विदेशी शक्तिहरूको हात र तयारी थियो भन्ने नेपाली जनताले प्रष्ट रूपमा बुझिसकेका छन्। यसले निर्वाचन गराउन सक्ने आधार भनेको राजनैतिक पार्टीहरूको विश्वास अझै जित्न सकेको छैन र सर्वोच्चमा संसद पुनर्स्थापनाको लागि रिटहरू परेका छन्। हुनाले यो सरकारले राजनैतिक पार्टीहरूसँग विश्वासको अझै लिन सकिराखेको छैन। यदि 6 महिनामा निर्वाचन गराउन नसकेमा के हुन्छ भन्ने प्रश्न जनताहरूमा उब्जिरहेका छन्। सर्वोच्च अदालतलाई खरानी बनाए पनि कानुन त जिउँदैछ। एउटा निर्णय सुनाउन अथवा पार्टीहरूलाई विश्वासमा लिएर समयको अभाव भन्दै 2-4 महिना नभनौँ, यसले वैशाखको पहिलो हप्तासम्म समय सार्न सक्ने सम्भावना रहन्छ। यो सरकारले म्यान्डेट को छैन, यसै समय सार्ने म्यान्डेट यो सरकारसँग छैन। तर राजनैतिक पार्टीहरूको सल्लाहमा यो काम गर्न सक्छन्। तर राजनैतिक पार्टीहरू निर्वाचनको लागि एक ठाउँमा उभिन आवश्यक छ। यो किन आवश्यक छ भन्ने कुरा हामी अलि बुझ्न जरुरी छ। विदेशी शक्तिको चलखेल अहिले पनि हटेको छैन। नेपालीहरूले यो समयको सापेक्षतालाई बुझ्न अत्यन्तै आवश्यक छ। केही विश्व परिदृश्य र हाम्रो यो हिन्द महासागरमा भएका घटनाहरू त्यसको बारेमा हामीलाई अलिकति जानकारी हुन आवश्यकता छ। यति बेला विश्व तरङ्गित छ र यो समयमा उथलपुथल हुन सक्छ। जब विश्व तरङ्गित हुन्छ त्यो समयमा उथलपुथल हुन सक्छ। सेकेन्ड वर्ल्ड वार पछि विश्वमा स्वतन्त्रताका आवाजहरू घन्किएर धेरै देशहरू, अफ्रिकन मुलुकहरू, एसियन मुलुकहरू स्वतन्त्र भएका थिए। भारत पनि दोस्रो विश्वयुद्धपछि नै स्वतन्त्र भएको हो। चीन पनि दोस्रो विश्वयुद्धपछि त्यहाँको समाजवादी क्रान्ति, जनवादी क्रान्ति सम्पन्न गरेका हुन्। त्यसैले यो अहिले जुन विश्व तरङ्गित छ त्यो बेला हामी पनि सचेत रहन अत्यन्तै आवश्यकता छ। अहिले के भएको छ भनेर बुझ्दाखेरि शक्ति राष्ट्रहरूको आपसमा टकराव छ। एउटा अस्ति डिसेम्बर 15मा तमिल गार्जियनले के लेखेको छ को अनुसार इरानमा चाइनिज सामान बोकेर जहाज जान लागेको थियो र त्यो जहाजमा भएका सामग्रीहरूलाई अमेरिकन इन्डो पेसिफिक कमान्डले जफत गरेको छ भने सोही पत्रिकाको वाल स्ट्रिट जर्नलको हवाला दिँदै भनेको छ यसमा केही सैन्य र जनताले प्रयोग गर्ने सामग्री थिए भनेर उल्लेख गरेको छ। त्यो वाल स्ट्रिट जर्नलमा के लेखेको छ त
त्यसमा एउटा इङ्ग्लिसको मैले कोट गरिदिएको छु। त्यसमा लेखेको छ, according to the Wall Street Journal, the cargo consisted of dual-use components with both civilian and military applications, which U.S. Intelligence believes were destined for Iranian companies specialized in procuring parts for Tehran's missile program. One official said the seized shipment was destroyed. U.S. Indo-Pacific Command, which carried out the operation, declined to comment on these issues. यो के गरेको छ भने डिसेम्बर 15 को तमिल गार्जियनमा प्रकाशित लेखमा छ यो लेखिएको। त्यसले मैले यहाँ यसरी किन उठाएँ भने भूराजनैतिक चपेटमा हिन्द महासागर वरिपरिका देशहरू परिसकेका छन्। नेपाल, चीन र भारत नेपालका छिमेकीहरू हुन्। चीन र भारत। इरानमा भारतले पनि सामग्रीहरू पठाउँछ। तैँले कसरी भन्न सक्छस् भन्दाखेरि एउटा तेहरान टाइम्सले के लेखेको छ भने जुलाई 21 मा भारतले तेलदेखि बाहेकका 514 मिलियन अमेरिकन डलर बराबरको सामान इरानमा निर्यात गरेको छ भारतबाट। अब चीनमा इरानमा जाने सामग्रीहरूमाथि इन्डो पेसिफिक कमान्डले क्याप्चर गरिसकेपछि भारत पनि त्यसमा तरङ्गित हुने सम्भावना छ। नेपालमा सरकार परिवर्तन र यहाँको प्रजातन्त्रलाई असफल बनाउने तत्त्व अझै पनि यहाँ सक्रिय छन्। भारत पनि चिकन नेकसँग चहलपहलमा त्रसित देखिन्छ। चिकन नेकलाई लिएर भारत र बङ्गलादेशको बीचमा वाक युद्ध नै चलिरहेको छ र बङ्गलादेशले अब हामीले नै त्यो पूर्वी 7 राज्य पूर्वका इन्डियाका पूर्वीय 7 राज्यलाई 7 सिस्टर भन्ने चलन छ। ती 7 सिस्टरहरूलाई उसले भन्नु बङ्गलादेशले एउटा ल्यान्डलर्ड जस्तै हुन् भनेर उसले चाहिँ भनेको छ। यदि उनीहरूले त्यो रुट नदिने हो भने। चिकन नेकको बारेमा मैले यसको यो भूराजनीतिकसँगको युट्युबमा अपलोड गरिसकेको छु। यदि हजुरहरूलाई हेर्ने मन छ भने त्यो युट्युब भ्युज अन हराइजन नेपाल भन्ने च्यानलमा छ। त्यो च्यानलबाट डाउनलोड गरेर हेर्न सक्नुहुन्छ। यो क्षेत्रमा भारत र बङ्गलादेशको टकरावमा नेपाल पनि तरङ्गित हुन्छ। यी सबै कारणले गर्दा नेपालका हरेक पार्टीहरू एकजुट भएर देश जनताको समृद्धि, सुशासन, सार्वभौमिकताको रक्षा गर्न आवश्यक भइसकेको छ। यसको लागि हरेक पार्टीले यथासम्भव निर्वाचन सम्पन्न गर्ने वातावरण सृजना गर्न आवश्यक देखिन्छ। राष्ट्रिय हितलाई माथि राखेर सबै पार्टीहरू मिलेर र जनतालाई पनि सचेत बनाउँदै नेपालमा भूराजनैतिक चपेट बढ्छ र भूराजनीति भनेको यस्तो हो भनेर यी पोलिटिकल पार्टीहरूले सचेत बनाउन आवश्यकता छ। यदि त्यो सचेत बनाइदिएको भएदेखि जनताले अस्ति भएको जुन सेप्टेम्बर 8-9 को जुन घटना भयो अथवा भदौ 23-24 को त्यो घटनालाई धेरै हदसम्म मिनिमाइज गर्न सक्ने अवस्था थियो। किनभने कुनै पनि नेपाली हातले गएर आफ्नो सर्वोच्च निकाय सिंहदरबार जलाउने हात अगाडि बढ्ने थिएनन्। अब यो निर्वाचन पश्चातको सरकारको जिम्मेवारी भनेको संविधानमा संशोधन गर्नु आवश्यक देखिन्छ र अहिलेको यो अवस्थालाई हेरेर हरेक पार्टीहरू निर्वाचनमा संलग्न हुन अत्यन्तै आवश्यकता छ। यो समयमा मेरो तेरो भनेर पार्टीहरू जब बस्छन् देश सङ्कटको भुमरीमा
पर्ने सम्भावना छ। त्यसैले यति बेला जुन सरकार बन्छ त्यसले निर्वाचनबाट बनेको सरकारले केही कामहरू गर्नुपर्ने आवश्यकता हुन्छ र त्यसले एउटा त सुशासनलाई कायम गर्नुपर्ने देखिन्छ भने सङ्घ र प्रदेशमा प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था गर्न सबै पार्टीहरू मिलेर यो चाहिँ भनौँ संविधानमा संशोधन गर्नुपर्ने देखिन्छ। अर्को यी पूर्ण समानुपातिक निर्वाचन पनि बनाउनुपर्छ। यसमा पूर्ण समानुपातिकको व्याख्या गर्न यी कानुनविदहरू र सबै अन्तको प्र्याक्टिस सबै हेरेर एउटा निर्क्योलमा पुग्न आवश्यकता छ भन्दै म आजको यो एपिसोडबाट बिदा लिन्छु। हुन्छ, धन्यवाद। आशा छ सबै पार्टीहरू मिलेर नेपालको चुनाव समयमै ठिक ढङ्गले सञ्चालन गर्नुहुनेछ र त्यसलाई सम्पन्न गर्नुहुनेछ भन्ने मैले आशा लिएको छु। धन्यवाद।